हेलो साथीहरु सबजनालाई नमस्ते। म चाहिँ आज डाँडा पाखातिर आएको छु के। दाउरा त्यहाँ एउटा सानो रुख खसेछ अरे हावाहुरीले, अनि हेर अस्ति पानी पर्दाखेरि, अनि त्यही दाउरा काट्न भनेर जान लाग्यो। मम्मी र म जान लाग्यो। डाँडामा छ, हिँड्न गाह्रो छ यहाँमा। हिँड्न सक्ने माथितिर गइसके सुकुपुकु। एउटा सानो भाइ चाहिँ हिँड्न नसक्ने पनि पछि लागेछन् है। उकालो छ, हिँड्न गाह्रो छ। डाँडाबाट देखिने हाम्रो घर। माथिबाट हेर्दा तलतिर रमाइलो हुन्छ, माथि आउनु चाहिँ धेरै गाह्रो पर्ने के, नत्र रमाइलो हुन्छ। म त वर्ष दिन भयो होला है माथि नगा, निकै भयो नगएको। अब आज चाहिँ जाँदैछु, त्यही पनि दिउँसो घाम नलागे पनि कस्तो गर्मी भएको छ भने। उकालो बाटो हिँडियो आमा छोरी है। हिँड्न नसक्ने पनि पछि लाएर यहाँ माथि डाँडासम्म आइपुगेछ भने यो अब बिच बाटोमा अब घर जाने कि दाउरा लिन जाने भयो। उकालो छ बाटो, मान्छे छ सिलिन्डर जत्रो, मान्छे छ सिलिन्डर जत्रो। आयो गाह्रो भयो। आँखा घुमाउँदैछु जङ्गलतिर म। जङ्गलै जङ्गल, आज जङ्गलको यात्रा। खोइ कहिले घाँस काटेर राखेको छ हौ यहाँ, चोरिदिने हो कि के हो। मलाई गाह्रो भयो। हिँड्दैछु भनतिर हेरेँ, नत्र लड्यो भने त गुडी भने त म त तलतिरै पुग्छु त फेरि। के आए पनि पिर छैन, किनकि मैले तिनवटा बाख्रा लिएर हिँडेको छु घाँस खानलाई चाहिँ। बुढा सुकुपुकु काली, हेर्दा चरेका। म घाँस लिन आएको, दाउरा लिन आएको, बाख्रा चरेलाई चाहिँ। हिँड कालु कालु म खाएको। भात खाएर बाहिर सिके सुकु। भात मिठो मिठो चाहिन्छ, जसलाई चाहिँ त्यो चाहिँ घाँस खाने, अनि घरमा चाहिँ मिठो चाहिने। यो चपाएको मात्रै किन यसरी खाइदिनु कि हामी हिँड्ने बाटोमा चाहिँ यति देखिन्छ गाउँ, यति देखिन्छ। जङ्गलमा आइसक्यौँ। हामी चाहिँ जङ्गल भन्दा पनि पाखा भन्छ घर नजिककोलाई चाहिँ, वनलाई मात्र जङ्गल भन्छ कि जङ्गल वन भन्छ के हो खै के हो। डर भन्ने कुरो केही पनि छैन है मसँग त। कुकु कुकु बच्चा बेलामा हिँडेको बाटो हो यो हिँड्न चाहिँ। अब अहिले ठुलो भएपछि चाहिँ हिँडिएन, हिँड्ने छैन। आज चाहिँ हिँडियो। यो जङ्गलमा कालो भालु। गाह्रो भयो गाह्रो भयो। मोटी हुनु नि केही छैन, के गर्नु। डाइटमा बस्यो भने खानेकुराको याद आउँछ। अब खाना काम गरौँ भनौँ भने त माया लाग्छ, जति खायो त्यति खाउँ खाउँ लाग्छ। अझ आलुको तरकारी हुनु, कि आहा कति खायो भात त, जति खायो नि रुच्छ है। अनि फेरि बिहान हिँड्छु, वाक गर्छु, बिहान दौडिन्छु भनौँ भने निन्द्राको माया लाग्छ। वी माँ कितना बडा जङ्गल है। लास्ट टाइममा होइन साथीहरू, दाउरा काट्न गइरह्यो नि त हामी त। अस्तिको हुरी बतास पानी आएको बेला हुरी बतास आएको थियो, त्यतिखेर खसाले थियो नि त, सुकेर हाँगासँग होला। अब सानो सानो रुख होला लिन यत्रो मेहनतले उकालो हिँडेर आइरहेछौँ होइन, नसके पनि आइरहेछौँ। लास्टमा त दावा त अर्कैले लगिदिएर अरे कि हेरेको हेरे हामी चाहिँ हेरेको हेरे हुन्छ। अनि हाम्रो अनि हामी गएको मात्रै हुन्छ। म कति पिरले हिँडिरहेको छु भने त मलाई थाहा छ, किनभने भदौको बेलामा जुगा लाग्छ नि त। जुगादेखि मलाई सबसे डर लाग्ने जन्तु जुगा हो। मलाई यति डर लाग्छ नि, ओ माई गड। ल साथीहरू, हामी चाहिँ दाउरा काट्ने ठाउँमा आइपुग्यौँ। यो चाहिँ हाम्रो पुरानो घरको बारीनेरीको छेउमा भएको पाखा हो। बुढाहरू मलाई हेर्ने, म दाउरा काट्ने। यो दाउरा चाहिँ कस्तो अजुकिल्टो अरे बसेछ कि, तेर्सो परेर रुखमा अल्झेर बसेछ, काट्न नसकेर। यत्तिकै यहीँबाट हामीले चाहिँ काट्न थालेको मम्मी र मैले।
मम्मीले त भेट्नु भयो काट्नलाई, मैले त भेट्दिनँ म त अलिक डल्ली छु नि त, अनि त्यही भएर म काट्न गाह्रो भएको के। मम्मीले कति सजिलै भएर भेट्नु भयो, अनि त्यही भएर मैले त जहाँ मैले सक्छु त्यति बसेर काटेर मलाई चाहिँ होइन आउने नभए कहिले छिटो दाउरा काटौँला र घर जाउँला भनेर छाता पनि ल्याएको थिएन। पानी पर्ला जस्तो भएको थियो, फेरि पानी पर्यो भने मेरो मुहाल त भिज्छ। मलाई पिर परेको कहाँ काट्दै थिएँ, मम्मीले कहिले दाउरा काट्न पाएको कति छिटो काटे के भन्नुभयो, अनि म दङ्ग परेँ। मलाई चाहिँ मोबाइल भिज्छ अनि पिर परेको थियो कि पानी पऱ्यो भने। फेरि सुगु चाहिँ होइन माथि चरा बाँदर कराए चाहिँ डरले के न गर्छु जति गरे गइरहेछ। अलिकति दाउरा त काटिदिएँ, फेरि एउटा कस्तो अप्ठ्यारो गरी बसेर निकाल्न कोसिस गरेको, निकाल्दै सक्दिनँ। आफैपट्टि आउँछ भनेर डर लागेर मलाई त छोडिदिएँ मैले। कसरी काट्ने भनेर म यसो हेरेर बस्दैछु है। त्यति बेलामा सोचेर बस्दा म त दिक्कै लाग्यो कि काट्न नि जाउ लागेर काट्नै सकिनँ नि। आफ्नै तालमा भुराहरूलाई यसो एकछिन मोबाइल चलायो बस्यो होइन, झ्याउ लाग्यो। म चाहिँ भक्काभक दाउरा काटेँ, फेरि एकछिन रमाइलो गर्दै एकछिन बुढाहरू जिस्किँदै फेरि दाउरा काटेँ होइन। म एक्लै छु, बहिनी चाहिँ आज आएको छैन, आउने बेला हुन्ला है, एकछिनमा आउँछु भनिरहेको थिएँ। अनि म चाहिँ अघिबाटै आएको थिएँ, चाँडै हुन्छ भनेर आएको, एक्लै भएर झ्याउ लगाएर त्यही पनि पङ्की काट्दैछु। बुढाहरूको ताल, मेरो ताल, सबैको ताल। बाँदर कराए यिनीहरू काहीँ नगइकन एकै ठाउँमा गुजमुज परेर बसेका कि यिनीहरूलाई डर लागेर नि किन आउनु फेरि। हामी त दाउरा चिर्न आएको हो खासमा। मम्मी दाउरा काट्दै हुनुहुन्छ, भारी हाल्दै हुनुहुन्छ, कोही यहाँ बाटो खन्दैछन्। ए होइन होला सुगु, पुगो बाटो, पुगो बाटो। अतमा मम्मी काँडाले घोच्यो मेरो खुट्टामा। मेरो चाहिँ खुट्टामा काँडा बिज्यो है। रित्तिका कहाँ चप्पलले थाहा भएन, त्यसै हिँडेको थिएँ, कस्तो काँडा बिजेर दुखेर म बिजोग भइरहेछ है। वरिपरिको वातावरण हेर्न सक्नुहुन्छ बुढाहरूको हाम्रो ताल। म चाहिँ मम्मीले भारी हाल्दै हुनुहुन्छ घर जाने, अर्को पनि लिन आउनुपर्छ, अनि अरू पनि धेरै छ कि, अनि बहिनीलाई पनि बोलाएर लिएर आउनुपर्छ भन्नुभएको मम्मीले। अनि त्यही भएर हामी चाहिँ भारी हाल्दैछौँ, फेरि गएर फेरि आउनुपर्छ, त्यही भएर छिटो भारी हाल्दै। सुकुनी भारी बोक्ने हो। हामी चाहिँ अब दाउरा भारी हालेर घरतिर लाग्यौँ दाउरा बोकेर, अनि बहिनीलाई पनि लिएर आउनुपर्छ। सुकुको पारा चाहिँ यस्तै छ है। म चाहिँ अब घरतिर गएको दाउरा बोकेर बहिनीलाई पनि लिएर आउनुपर्छ, साथी हुन्छ मलाई पनि, अनि फेरि रमाइलो पनि हुन्छ दुईजना भयो भने। एक्लै झ्याउ पनि लाग्छ, यसो लडिओऱ्यो भने पनि साथी हुन्छ होइन। म चाहिँ घरमा गएर बहिनीलाई पनि बोलाउने, मम्मी चाहिँ बस्नुहुन्छ अरे, भारी हाल्दै गर्नुहुन्छ अरे, अनि म एक्लै गएर आउने। आजको हाम्रो दाउरा काट्ने काम पनि राम्रै भइरहेछ है। धेरै गरको भएछ भारी, फेरि हाल्न पनि राम्रोसँग भारी हाल्न पनि आएन मलाई पनि, मैलो भइरह। आज डोको माथि गोठमा थियो, त्यही लिन जान अल्छीले नाम्लो लिएर आएको, नाम्लोमा भारी बोक्न नआएर कत्रो आपत। डोकोमा भइदिए सजिलो हुन्थ्यो, बोक्नै अप्ठ्यारो हुने कि ढाडमा घोच्ने कि दाउराले। तैपनि बोकेर घर पुग्न लागिसकेँ। म फेरि अर्को भारी पनि लिएर घर जान लाग्छु। बिस्तारै जाँदै थिएँ, लडेँ म त मेरो बिजोग। कहिले पनि भारी नबोके जस्तो आज गाह्रो धेरै भएर है, ओह्रालो भएको भएर हो कि है, लडेर मलाई आज कस्तो आपत पर्यो। म यसरी कहिले पनि लडेको थिइनँ, आज लडेँ म है। धेरै गाह्रो भयो कि कहिले भारी नबोके जस्तो भएर आज। दाउरा बोक्नेहरूको अनुहार केही भन्न चाहनुहुन्छ? के भन्नु र खै, दाउरा बोक्नै नसकेर हामीले चाहिँ काम गरेको दाउरा बोक्यो, हामी लडेको। सुकुलाई चाहिँ गाह्रो भएर लम्पसार परे बसिएछ, यसलाई कति गाह्रो भएको छ भन्ने त कुरा नगरौँ। यता पनि राख्यो दाउराहरू। साथीहरू हामीले चाहिँ दाउरा पनि बोकिसक्यौँ, तल घर लान नसकेर डाँडाबाट यहीँ गोठमै राखेर हामी चाहिँ घरतिर जान लाग्यो। पानी पर्दा जस्तो भए गयो मम्मी, जान पो सकिन्छ कि सकिँदैन। आजलाई यति नै, बाई साथीहरू सबैजनालाई मनैदेखि धन्यवाद भिडियो हेरिदिनु भएकोमा।